रवि लामिछानेलाई एउटा ग्याङले अपहरण गर्यो। यो यहाँ सबैलाई थाहा भएर पनि धेरैले लुकाएका छन् यो घटना। र मैले जे सूचना पाएँ त्यो घन्टीका केन्द्रीय सदस्य र कुलमानकै पनि केन्द्रीय सदस्य जो उज्यालो पार्टीमा छन् उनीहरूबाट पाएको सूचना हो है। मेरो यो आफ्नो कल्पना होइन। रविलाई राति 11 बजे अपहरण गरियो। एउटा ग्याङ दलाई लामा बारबार फाउन्डेसनको एउटा ग्याङ जसको नाम बाहिर आइसकेको छ बजारमा मिडियामा अपहरण गरे, सिधै बालिन कहाँ लगे र उनलाई धम्की दिएको छ। तलाई छुटाको यतिको निम्ति हो उनले यही भनेका छन्। तलाई जेलबाट छुटाको निकालेको यतिको निम्ति सहमति गर्न यो गरिनस् भने त जेल पनि जान्छस्, तेरो पासपोर्ट र सहकारी मुद्दामा तँलाई सिद्धिन्छस्, यही धम्की दिए। धम्की दिइसकेपछि धम्काएरै उनलाई चाहिँ सहमति गरायो बिहान 5 बजे। अनि यो सब धम्की गएछ। र त्यसपछि भोलिपल्ट तपाईको कुलमानको अपहरण भयो। कुलमान बैठक बसिरहेको थियो बौद्धमा, उनकै समूहको बैठक बसिरहेको थियो। त्यहाँबाट कुलमानलाई टिपेर रवि र बालेन कहाँ लगियो। उन दुईटाको सहमति भइसकेको थियो। र उनलाई के भन्यो भन्छ भने, त्योभन्दा अगाडि के भन्यो भन्छ भने, यसमा बालेनलाई प्रधानमन्त्री बनाउने कुरामा यो एकतामा आइनस् भने तँलाई अख्तियारमा लगेर सिद्ध्याइन्छौ भने उनीहरूले। किन कुलमानका त थुप्रै छन्, जस्तो कुलमान त पार्टीहरूको कर्मचारी, त्यो पनि माओवादीसँग विशेष हार्दिक सम्बन्ध भएको मान्छे होइन, अथवा काङ्ग्रेसको पनि आँखामा राम्रै मानिएको मान्छे। पछिल्लो कालमा आफ्ना मान्छेलाई नियुक्ति दिने कुरामा एमालेसँग अलिकति ठसठस थियो। होइन भने कुलमान त सबैको प्रिय मान्छे हुन्। माने दलहरूसँगको उनको जो सहकार्य छ त्यो सहकार्य भनेको लुटको पनि सहकार्य, अरू केही पनि होइन। उनले त्यही कमजोरी समात्थे। तँलाई अख्तियारमा लगेर सिद्ध्याइन्छौ। कुलमान बोल्ने ठाउँ बन्द भयो। उनले हस्ताक्षर गरे, उपाय केही पनि थिएन, सिद्ध्याउने नै भयो उनीहरूले। अब यो ढङ्गले बालेनलाई प्रधानमन्त्री बनाउनुको निम्ति यो ढङ्गको सहमति गराइएको छ। अहिले इच्छा दुवैको होइन, रविको पनि होइन, किन रविले चितवनमै भनिसकेका थिए यो विषयमा कुनै भएको छैन भनिसकेका थिए होइन। यो च्याप्टरै होइन, सम्भवै छैन यो विषयमा। र कुलमान त पन्छिसकेका थिए, पन्छेर वक्तव्य दिइसकेका थिए सम्भव छैन, हामी सरेन्डर गरेर जाँदैनौँ। किन कुलमानले कार्यवाहक सभापति मागेका थिए। हजुर त्यहाँ कुरो मिलेन। कार्यवाहक सभापति दिएको भए अब रवि पछि सभापति हुन्थे, त्यो दिइएन, त्यसकारण कुलमान पन्छिए। अब रवि बालेनसँग किन अब चाहिँ पन्छिएका थिए भन्छ भने रवि आफै प्रधानमन्त्री हुन चाहन्थे, अहिले बालेनलाई बनाउनु त उनको त दिमागमा थिएन। त्यसकारणले यिनी कसैको नहुने भइसकेको थियो। अब नहुने भएपछि गर्ने के त? जस्तो यो विदेशी कहाँ खेलिरहेछ भने 2-3 अप्सन सुन्नुहोस् है। एउटा त फागुन 21 गते चुनाव गर्नै पर्ने स्थिति आयो भने त्यसको एउटा तयारी जो हामीले यो हाइजेकको रूपमा देख्यौँ। बालेनलाई त प्रधानमन्त्री बनाउनु पर्यो, किन यतिको निम्ति भदौमा त्यत्रो आगजनी र लुटपाट भएको छ। यतिको निम्ति भन्छु मैले, अरू केही पनि छैन। बालेनलाई प्रधानमन्त्री बनाउनकै बस अरू केही पनि छैन। केही भएको भए त देखिन्थ्यो नि 3 महिनामा। खोइ त कोही लुटेर माथि कारबाही भयो, कोही गिरफ्तार भए, कसैको भ्रष्टाचारको सम्पत्ति कसैको जफत भयो, त्यो प्रक्रिया चल्यो, हामी त केही देखेनौँ नि। अथवा जसले 76-77 जनाको हत्या गरे कुनै मान्छे चाहिँ पक्राउ परे, अभियोग लगाइयो, त्यो त हामीले त केही पनि देखेनौँ। भनेपछि मिसन बालेन, त्यो आगलागी र लुटपाट, त्यो अपराधको अमेरिकन जो मिसन थियो त्यो मिसन अमेरिकनले गरा हो, सबै रिपोर्ट बाहिर आइसकेको छ। उनले गराउनेहरूले तयार पारेका रिपोर्टहरू सबै सार्वजनिक भइसकेका छन्। मैले त धेरै पटक बोली पनि सकेँ। हजुर जस्तो ग्रे जोन भन्ने पत्रिकाले, अमेरिकन एउटा पत्रिकाले सबै लिक भएका दस्तावेजहरू सबै चाहिँ कोड गरिकन सबै समाचार बाहिर ल्याइसकेका छ। भने त्यो आगलागी कहिले गर्यो त? अमेरिकाले। रिपोर्टहरू छन् अमेरिकाले। कसको निम्ति गर्यो? बालेनको निम्ति। देख्यो नि त। त्यो त चाहिँ तपाईँको दलहरूका विरुद्धमा हुन्थ्यो भने कारबाहीमा परिसक्थे।